आजको हाम्रो घुमघुमाई जनकजीसँग छ यता बन्सल पार्कतिर। जनकजी भन्नुहोस् के भन्न चाहनुहुन्छ आज पार्कको बारेमा? आज के हो नि लिची जति पनि खाएको त्यति अमिलो निक्ल्यो भन्छन्। मैले त दिँदै टोक्दै दिँदै गर्दै गरेँ, त्यही हो। भनेपछि तपाईँको जुठोमा अमिलो छ भन्ने कुरो बुझ्नु पर्यो हामीले। बुझ्नै त पर्यो के रे, त्यस्तो कुरो हो। गर्मी हल्का छ। गर्मी कतिको छ? गर्मी त हिजो अस्ति भन्दा कमै छ। मौसमले केही फरक होला जस्तो छ कि छैन? फरक होला जस्तो, साँझ पानी पर्यो भने ठ्याक्कै एउटा बोतल लिएर खाना पर्ला भन्ने सोच बनाएको छु। अरू त्यही हो, आज घैँटे चिकन खाने भनेको। खै व्यापार बिजनेसको बारेमा के भनाइ छ? अब के कस्तो काम भइचलिरहेको? व्यापार बिजनेस त अब हिजो टाउको दुख्यो भनेर सुत्यो। अस्ति बर्थडे थियो, एउटा एकपट्टि बियर खाइयो, त्यसैले टाउको दुखेर बन्द गर्यो। त्यसपछि आज चाहिँ मङ्गलबार बन्द रहेछ। आज चक्का गएर आधी किलो माछा, आधी किलो मासु, टक्का लच्छा पराठा खाइयो, आइयो पार्कतिर घुम्न। अरू चाहिँ भोलिको फेरि के प्लान छ त? भोलिको प्लान चाहिँ अब बिहान उठ्दा बित्तिकै मासु लिन दौड्न पर्यो, फेरि आएर किमा गर्न पर्यो, मोमोस बनाउनु पर्यो। भने यस्तै गरेर दिन बितिरहेछ। दिन यस्तै राम्रै बितिरहेछ। हजुर हजुर हजुर। ल के सजाव सुझाव के दिन चाहनुहुन्छ कि? अब दर्शकहरूलाई अब के सजाव सुझाव दिने हो, खै त्यस्तै छ। ल हाम्रो जनकजीको चाहिँ त्यस्तो सुझाव छ। टट्टलाएर मासु ल्याउने, खाने, बुटाउने, खाने प्लान छ। तपाईँले चाहिँ एमा चाहिँ सुझाव सुझाव के दिन चाहनुहुन्छ भने हाम्रो जनकजीलाई दिन सक्नुहुन्छ, जति पनि हाम्रो दर्शकहरू हुनुहुन्छ।